आज चाहिँ हामी बस इन्डोनेसिया गेम खेल्दैछौँ र आज हामी मान्छेहरूलाई पिकअप गरेर अर्को ठाउँतिर लग्नेछौँ। हेर्नुहोस् आजको भ्लग। आजको बस चाहिँ रहेको छ बुद्ध भूमि यातायात। बस एकदमै राम्रो छ गाइज, हेर्न सक्नुहुन्छ। बसले लगाउँ अब उतातिर मान्छेलाई ठोक्देला, पुलिस बोलाउला नि मान्छेले। फेरि गाह्रो पर्छ नि बस ड्राइभरलाई त गेममा। ल अगाडि लगाउँ बसलाई। यो चाहिँ मेरो च्यानलको फर्स्ट भिडियो हुनसक्छ होला हो गाइज। ल सबै चढिसकेको छन् गाइज। भित्रको माहौल हेरौँ है गाइज कस्तो छ, एकदम रहन्छ गाइज। अब जामै त गाइज आफ्नो डेस्टिनेसनतिर। आजको भिडियो कति लामो हुनेछ हेरौँ। कता हो आज यिनीहरूलाई लग्ने। जानुहोस् म्याडम, तपाईँ जानुहोस् अगाडि, स्कुटीवाला म्याडम। ल अब जाम। मोबाइल ल्याग भइरहेछ गाइज, त्यसैले पनि होला। बस ठोक्यो। अब लगाउँ बसलाई। तो बैक गाइज। जाऊ पहिलो सिटी खेला जस्तो भइरहेछ गाइज। बुटोल काठमाडौँ। आजको मौसम चाहिँ एकदम राम्रो भइरहेको छ। अब यिनीहरूलाई अब लग्नुपर्ने छ डेस्टिनेसनमा। बस ठोक्यो भने फेरि बनाउने खर्च आउँछ गाइज, नठोक्काएर लगाऊँ। मेरो बस कस्तो लाग्यो तपाईहरुले भनिदिनु होला कमेन्टमा। यात्रा बाटो त फेरि ठिकै रहेछ गाइज। यस्तोमा एउटा राम्रो गाना हुनुपर्छ गाइज, त्यसमा सुनमा सुगन्ध हुनेछ। पानी पनि पर्यो गाइज, अब वाइपर चलाउनु पर्छ अगाडिको। चलो गाडी चाहिँ एकदम चलिरहेको छ। मौसम पनि राम्रै भएको छ आज। लोडिङ भयो गाइज, अर्को त्यसमा जाँदैछौँ हामी। लोडिङ हुन ढिलो गर्छ गाइज।
लोडिङ हुँदासम्म एकछिन पर्खिमै गाइज। कति टाइम लागेछ गाइज। अब यिनीहरूलाई नास्ता खान लाग्नुपर्छ गाइज। अब आज शनिबार हो क्या गाइज, होटलहरू त सबै बन्द छन् त। हेर मैले त्यही पनि पानी निभेको छ गाइज। ढोका बन्द भयो। अब ब्याग सार्नु पर्यो गाइज। बस अन गरेर ब्याग सार्दै। हाम्रो गाडीमा फेरि बुद्धजी हुनुहुन्छ एकदम। ओ ओ ओ ठोक्देला। एक्सिडेन्ट हुन्थ्यो गाइज, एक्सिडेन्ट। राम्रोसँग अब ठोकिन्थ्यो ठोकेको। एकदमै राम्रोसँग बस चलाइरहनु पर्छ। ओ गाइज बस ठोक्कियो गाइज, बस ठोक्कियो गाइज। गाइज जसको मैले बस ठोकेको थिएँ नि गाइज, त्यसले चाहिँ म आफ्नो पुलिसलाई बोलाइदिन्छु भनेर आएको थियो गाइज। मैले पैसाको लेनदेन गरेर ले बचाएको छु गाइज। अब हामी बसतिर लागौँ है गाइज। हो जाम अब। पैसाको के कारोबार त पैसाको। पैसा दिएर पुलिसलाई बोलाउँछु भनिरहेको थियो। मैले चाहिँ नबोला, म पैसा दिन्छु भनेर फकाएर पैसा दिएको छु गाइज। बुद्धभूमि यातायात प्रणाली बुटोल काठमाडौँ। मैले आज भर्खर नै यो बसलाई मोडिफाई गरेको गाइज। कति राम्रो भएको छ। तपाईँलाई एकछिन रोकेर देखाइदिन्छु गाइज। हेर्नुहोस् गाइज, बाहिरबाट यस्तो फोहोर भइएको रहेछ। अब यसलाई मान्छेहरू पुऱ्याएर गाडी धुन लाग्नुपर्छ। ल अब हाम्रो डेस्टिनेसन अब आइसक्न लागेको छ। पेट्रोल पनि सिधै नै लागेको छ गाइज। चारजना मान्छेलाई छोड्न गइरहेको छु म।
ह्याङ भइरहेको छ गाइज। त्यही पनि मौसम चाहिँ एकदमै राम्रो र आसपास हरियाली। लागम अब मान्छेले सोधिरहेको थिए कहाँ जान्लाङ भनेर, म काठमाडौँ लग्नु भनेर गएको थिएँ। म काठमाडौँ जान आएन, अर्को ठाउँ जान आऊ भने र लिएर आएको छु बस। ओ ठोक्यो गाइज। कस्तो जाम भइदिरहेको गाइज। अब बिचदेखि निकाल्नुपर्छ गाइज। अब साइडदेखि लगेर बिचदेखि निकालेर एकदम गाइज एक्सिडेन्ट गाइज। भाग्छु अहिले फेरि पुलिसलाई बोलाइदिएर लाग्नको जस्तै गाइज। हेर्न सक्छ अब भ्यू। कस्तो लाग्यो त गाइज भ्यू हेर्नुभयो होला तपाईँले पनि। पेट्रोल गएको छ गाइज। पेट्रोल पनि छ रहेछ गाइज। चल्छ अब त्यतासम्म त। ओ गाइज ठोक्यो। आजको गाडीको त लास्टै ब्यान्ड बजे। यो मेरो च्यानलको फर्स्ट भिडियो इन्डोनेसिया। म यसपछि अरू धेरै गेम खेल्ने छु। गेम कमेन्ट गरिदिनु होला म कुन गेम खेलौँ भनेर। म्याप अझै थोरै छ गाइज। पानी पर्यो गाइज। भाइपर चलाम गाइज। अब भाइपर अन। ओ रेल। ओभरटेक गर्दै हामी त अगाडि गइरहेको छौँ बसहरू। लेफ्ट इन्डिकेटर दिउँ गाइज। यताको इन्डिकेटर। लेफ्ट हो कि राइट हो कन्फ्युज हुन्छ गाइज यस्तोमा। आजलाई बसलाई त बनाउनै लाग्नुपर्छ आज त। पुरै ब्यान्ड बाजा बजे बसको त। पुरै एक्सिडेन्ट भइदिरहेको। पहिलोचोटि यो बस चलाउँला। हातै बसेको छैन राम्रोसँग। म चाहिँ आफ्नो डेस्टिनेसनमा पुग्न लागेको छु गाइज। आई होप आजको यो तपाईँलाई राम्रो लागेको होला। म आशा गर्नेछु अर्को गेमको बारेमा तपाईँले मलाई भन्नुहुन्छ भन्ने आशा छ।